लेख्नु भएको छ ल त्यसको बारेमा यो हरेक बार खानाचार भनेको चाहिँ यसमा चाहिँ हामीले खानेकुराहरूमा हरेक बारमा बार भन्नाले छाकमा है चारवटा कुराहरू परेकै हुन पर्यो। एउटा शक्ति दिने खानामा चाहिँ हाम्रो कार्बोहाइड्रेट पनि भनिन्छ। अन्न तथा कन्डमुल पर्छ। अन्नमा के बुझ्नुहुन्छ हजुरहरूले? ल यताबाट भन्नुहोस् त अन्नमा के बुझ्नुहुन्छ? चामल, यता गहुँ, अरूलाई पालो दिनु, मकै, फापर, जौँ, कोदो, एकदम राम्रो। अनि कन्दमुलमा के बुझ्नुहुन्छ? तरुल, पेडालु, अरूलाई पालो दिनुहोस्, सकरखण्ड, हजुर एकदम राम्रो। भुइँस्याउ, नयाँ कुरा यहाँ छैन, त्यसै पनि आइराखेको छ भनेर है। कन्दमुल भन्नाले माटोमुनि फल्ने फलहरू है। अनि यो दुईवटा चाहिँ हामीले खाँदा चाहिँ शक्ति दिने कार्बोहाइड्रेट पर्छ। यो 1 नम्बरमा यो भुल्नै नहुने कुरा, हरेक बार खानाचारमा 1 नम्बरमा यो पर्छ। दोस्रो चाहिँ हाम्रो दालहरूमा कति थोक हुन्छ हाम्रो यहाँ हामीहरूले जानेकोमा? सिल्टुङ, बोडी, हजुर, गते, सिमीहरू, हजुर। यो दाल गेडागुडीमा त्यो पर्यो। यसले चाहिँ हाम्रो खानेकुरामा त्यो कार्बोहाइड्रेट भयो। यो प्रोटिनहरू यसले के भन्छ, कुनै पनि घाउ चोटपटक लागेपार हाम्रो जसरी घाउ कम्सो हुन्छ नि त्यस्तै गरी बच्चाहरू वृद्धि विकास गर्ने काम गर्छ भन्न खोजेको है। अनिवार्य यो एउटा दुईवटा भयो है। अनि 3मा है मैले सोध्छु फेरि यो त फेरि सोध्नु भयो भने यसको उत्तर पाउनै पर्छ। 3मा हाम्रो हरियो तथा पहेँलो फलफुल बुझ्नुहुन्छ? हरियो तथा पहेँलो फलफुलमा के हुन्छ हाम्रो? मेवा, गाजर, फर्सी, हजुर यिनी पर्छ है। पहेँलो फलफुल भन्छ। अनि हरियो तरकारीमा सागहरू सबै पऱ्यो है। साग के खानुहुन्छ? रायोको खानुहुन्छ, फर्सीको पनि साग पर्छ, तोरीको साग, यो सबै सागहरू पहेँलो फलफुल त हजुर। यिनले फेरि के गर्छ भन्दाखेरि हाम्रो रोगबाट लड्न सक्ने क्षमताहरू पूर्ति गर्छ, आँखालाई हुनाले रतन्द हुनबाट बचाउँछ। अनि हाम्रो यो छालाहरू नरम बनाउने, चम्किलो बनाउने काम हाम्रो हरियो तथा पहेँलो फलफुलले गर्छ। यो 3 नम्बरमा है। अब 4 नम्बरको पालो आयो। 4 नम्बर भनेको हाम्रो पशुजन्यमा माछा, मासु, दुध, दही। अघि 150मा पर्यो है फेरि। अनि 90मा पर्यो। अर्को कति किलो रे मासु बिर्सेछु मैले? 14 किलो मासुमा पर्यो। यिनी चाहिँ अनिवार्य रूपमा हरेक बार खानामा थोरै परेकै हुन पर्यो के। भनेपछि हाम्रो पहिलेका बाआमाहरूले खाना पकाउँदाखेरि हजुरहरूलाई कतिको याद छ? मलाई चाहिँ धेरै। त्यो खाना पकाउन नभ्याउँदाखेरि दालमा साग मिसाएर पकाएको त्यो खाइयो नि, त्यो दाल पनि खानु पर्ने, हरियो पनि खानु पर्ने। त्यसले गर्दाखेरि त्यो दुईवटा त्यहाँ खाइयो। अन्नमा हामीले आँटोहरू खाइयो। अहिले चाहिँ चामलको प्रक्रियाहरू आइराखेको छ। अब यसलाई रैथाने खानेकुराहरूमा यसले पूर्ति ल्याइराखेको छ। अब पोषण मन्त्रीले यसलाई चाहिँ जागरुक गरिरहेको छ भने हरेक बार खानाचारको बारेमा यो कुराहरू गर्दै जाँदाखेरि हामीले अनिवार्य रूपले चाहिने हुँदाखेरि पिरामिडमा 5वटा छ। हाम्रो खानाचारमा यो पर्छ भने हामीले सागसँग चिल्लो मिसाएर खान्छौँ होइन। अनि चिनीहरू पनि खान्छौँ। अनि यो चिल्लो र नुन अनि चिनी यति 3टा कुरालाई फेरि विचार पुर्याएर खाने भनेर 5वटा खाना छ हाम्रो अनिवार्य रूपमा। अब स्कुलमा पनि हुँदैछ, हेल्थकोचहरूमा हरेक हाम्रो संस्थाहरूमा वडामा छ। यसलाई अलिक ख्याल गरेर हेरेर फेरि हामीले यो प्रकारको खाना पर्ने रहेछ भनेर हजुरहरूले बनाउनुहुन्छ भन्ने